Namaste parents. This is Dr. Deepa. नर्मली यो नवजात शिशुहरूलाई हामीले चाहिँ हस्पिटलबाट डिस्चार्ज गरिसकेपछि 6 देखि 7 दिनमा बोलाउने गर्दछौँ। त्यो 6 to 7 डेजको फलोअपमा जब बुवा आमाहरू हाम्रो ओपिडी आउनुहुन्छ सबैको ध्यान चाहिँ धेरै जस्तो वेइङ स्केलमा हुन्छ र त्यहाँ चाहिँ अब उहाँहरूको क्वेसन के हुन्छ, म्याम मेरो बच्चा जन्मिँदा 3 केजी थियो, अहिले त जम्मा 2.8 2.9 यस्तो देखाइरहेको छ, घट्यो मेरो भनेर उहाँहरू एकदम चिन्तित हुनुहुन्छ। सो यो भिडियो आज उहाँहरूको लागि। नर्मली 10 to 14 डेज चाहिँ बच्चाहरू वेट लस हुने क्रममै हुन्छ। जन्मेको भन्दा 10%ले यो 7 देखि 10 दिनतिर यतिमा चाहिँ वेट लस गर्छ। अब किन भन्नुहुन्छ भनेदेखि बच्चाहरू आमाको पेटमा हुँदाखेरि त्यहाँ पानीभित्र पुरै खेलिरहेको हुन्छन्, बाहिर निस्केपछि उनीहरू हावामा ड्राइनेससित एक्सपोज हुन्छ र त्यो पानीहरू इभ्यापोरेट भएर जान्छ, जसले गर्दाखेरि चाहिँ वेट घट्ने हुन्छ। त्यसैले नर्मल, इट्स एकदम नर्मल हो बच्चाहरूको वेट 14 डेजसम्म घट्यो भने। तर अब हामी कुन बेला आत्तिने भन्दाखेरि चाहिँ यदि बच्चाको वेट आफ्टर 14 डेज पनि वेट लस भइरहेको छ, बच्चाले सुसु गरिरहेको छैन, राम्ररी खाइरहेको छैन, देन त्यस्तो बेला चाहिँ आत्तिनुपर्छ।